नमस्ते एभ्रिवान। हामीले जीवनमा धेरै कुराहरू भोग्छौँ। कसैले हाम्रो जीवनमा सम्बन्धको गलत फाइदा उठाउँछ, कसैले धोका दिन्छ। आफू गलत नभए पनि अरूको नजरमा हामी गलत देखिन्छौँ। कतिपय कुरा हाम्रो सोचभन्दा बाहिर हुन्छन्। सबैले हामीलाई स्वीकार गर्नुपर्छ भन्ने पनि छैन। त्यही कारणले गर्दाखेरि हामी आफ्नो लक्ष्यप्रति निरन्तर रूपमा अघि बढिरहनुपर्छ, अरूले हामीलाई स्वीकार गरोस् या नगरोस्। यदि जीवनमा धेरै समस्याहरू आए तापनि, अरूको माध्यमबाट समस्या सिर्जना भए तापनि, हामीले त्यस समयमा कसैलाई पनि दोष नलगाइकन जीवन निरन्तर रूपमा अगाडि बढाउनु भनेको आफैले आफैलाई स्वीकार गरी आफ्नो जिम्मेवारीले अगाडि बढ्नु हो। जीवन नै स्वयं आफ्नो हो। किन हामी अरूकोमा परनिर्भर भएर बस्ने होइन र? आफ्नो शक्ति अरूलाई दोष प्रत्यारोपण गरेर पाउने होइन। आफ्नो शक्ति भनेको आफैले आफ्नो जिम्मेवारी लिएर, आफ्नो शरीरको जिम्मेवारी लिएर अगाडि बढ्नु नै आफ्नो स्वयंको शक्ति प्राप्त गर्नु हो। यसरी स्वयं आफ्नै जिम्मेवारी लिएर अगाडि बढ्दा त्यस समयमा आफूले आफूलाई प्राप्त गर्न सकिन्छ र त्यो नै हाम्रो वास्तविक स्वतन्त्रता पनि हो। जबसम्म हामीले आफ्नो जिम्मेवारी अरूको हातमा राख्छौँ, हामी परनिर्भर हुन्छौँ। स्वयं आफ्नो जिम्मेवारी स्वयंले लिने हो भने त्यस समयमा परनिर्भरता रहँदैन अनि आफ्नो स्वतन्त्रता पनि गुम्दैन। त्यसैले हामीले हाम्रो जिम्मेवारी स्वयं आफैले लिन सक्नु पर्छ। आफूले आफ्नो लागि के गर्न सकिन्छ, कसरी अगाडि बढ्न सकिन्छ, स्वयं आफैले सोच्ने हो। आफ्नो लागि कसैले पनि सोच्दैन। कुनै पनि व्यक्तिले आफ्नो लागि आफूले मात्र सोचेको हुन्छ। हामीले परनिर्भरतामा बस्नु हुँदैन। आफ्नो जीवनलाई अगाडि बढाउने, आफ्नो जीवनलाई स्वतन्त्रता तुल्याउने सबै जिम्मेवारी आफू स्वयंको नै हो।